पूर्वी नेपालको सुन्दर जिल्ला इलाम हरियो चियाबारी र शान्त वातावरणका लागि प्रसिद्ध छ। यही सुन्दर ठाउँमा मोतीराम नामको एक युवा बस्थ्यो। मोतीराम सानैदेखि आफ्नो गाउँ र प्रकृतिलाई निकै माया गर्थ्यो। ऊ प्राय बिहान सबेरै उठेर चियाबारीतिर हिँड्थ्यो र सूर्योदयको दृश्य हेरेर आनन्द लिन्थ्यो। एक दिन मोतीरामले सोच्यो, किन न आफ्नै गाउँलाई अझ सुन्दर र चिनाउन योग्य बनाउने। उसले गाउँका साथीहरूलाई बोलायो र सबै मिलेर सरसफाई अभियान सुरु गरे। उनीहरूले बाटो सफा गरे, नयाँ बिरुवा रोपे र पर्यटकलाई स्वागत गर्ने योजना बनाए। केही महिनापछि इलामको कन्याम चियाबारी हेर्न धेरै पर्यटक आउन थाले। मोतीराम र उसका साथीहरूले स्थानीय परिकार र संस्कृतिको कार्यक्रम आयोजना गरे। पाहुनाहरूले लिम्बू र राई समुदायको नृत्य हेरेर खुसी भए। गाउँको वातावरण झन रमाइलो र जीवित जस्तो लाग्न थाल्यो। एक दिन एक विदेशी पर्यटकले मोतीरामलाई भन्यो, तिम्रो गाउँ त स्वर्ग जस्तै रहेछ। त्यो सुनेर मोतीरामको मन गर्वले भरियो। उसले महसुस गर्यो कि सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सकिन्छ। समय बित्दै गयो, तर मोतीरामको सपना अझै बढ्दै गयो। ऊ चाहन्थ्यो कि इलामको प्राकृतिक सौन्दर्य सधैँ जोगाइराखियोस्। उसले सबैलाई सन्देश दिन्थ्यो, प्रकृतिलाई माया गरौँ, सफा राखौँ र आफ्नो संस्कृतिलाई सम्मान गरौँ। यसरी मोतीराम र उसका साथीहरूको मेहनतले इलाम अझ हरियो, सफा र सुन्दर बन्दै गयो। आज पनि बिहानको घामसँगै चियाबारी चम्किन्छ र इलामको हरियो सपना सबैको मनमा बसिरहन्छ।